पुरानो पोस्ट अफिस यस्तो छ अघि उताले उडिरहेको छ अघि यहाँनिर चाहिँ उहिले मान्छेहरू घर बनाएर बसेको थियो रहेछ भनेपछि छ अलिकति मात्रै जोडिएको छ यहाँबाट फेरि पारी गुड मर्निङ एभ्रिवान सो अब चाहिँ हाम्रो भर्खर उठेर नुहाएर बसेको उठेको अब खाजा खाने खाजा यहाँ रेडी भइसकेको छ वाटरमेलन ब्रेड स्रेड तर यो म्युजिक चाहिँ यहाँ अब यता किचनमा के रेडी हुँदैछ त गुड मर्निङ गाइस कफी हो कफी अर्ग्यानिक कफी रहेछ नि यहाँको चाहिँ छुट्टै हो हेर न आज मलाई हिजै मैले स्मेल्ली चाहिएको कस्तो हुने तर गुड मर्निङ सुरेश सर चप्पल चाहिँ हामी चाहिँ भर्खरै घरबाट निस्केको हतार भएकोले गर्दाखेरि भिडियो बनाउनु भएन नरेनले फिलुङ्गी म्याडम आज चाहिँ हाम्रो टिन ट्यान्जल मात्रै जाने हो नि त आज हामी छेउछाउ के छ त नाम थाहा त्यो त त्यही नै हो तिनवटा कास्टल तर यहाँबाट धेरै टाढा छ आयो हाम्रो बस आयो अब हामी बसमा जाँदैछौँ भ्यानमा लेट्स गो गाइज अब कस्तो हुन्छ तर यहाँबाट चाहिँ धेरै टाढा छ अब राम्रै हुन्छ पेन्जन चाहिँ हो रहेछ यो चाहिँ हाम्रो पेन्जन्सको ट्रेन स्टेसन हामी यहाँ टिकट लिनु आँटेको अब टिकट यही ट्रेन जाने हो त प्लेटफर्म 2 बाटै होइन यता पनि छ नि त फेरि प्लेटफर्म त छुट्टी होला नि अब टिकट लिएर तर टिकट नि कस्तो महँगो है जानु आँट्छ त्यही प्लेटफर्म 3 मा जानुपर्छ त्यही भनेपछि चाहिँ यो 1 र 2 मात्रै छ यहाँ त यही हो यार यही जानु आँटेको रहेछ हामी टिकट लिन आँटेको छौँ सेन्ट असल होइन क्या बोर्डिङ पार्कमा जाने ए माथि यहाँ गरेर लब्बी क्यान्सर डिलिट लास्ट यहाँ छ डिलिट लास्ट नम्बर आयो तिनटा त्यसले पनि भन्यो तिनटासम्म पाउँदैन क्यास यता यहाँ सूर्य पनि उही हेर्दो रहेछ फेरि टिकट राखेँ गाइस एउटा चाहिँ रिसिभ हो यो चाहिँ राम लुकाइहालेछ आफ्नो ल सबको 2टा मेरो 3टा हो यस मैले अब चाहिँ हामी ट्याक्सी लिएर टिन ट्यान्जल क्यासल जान लागेको छौँ 3 जना यहाँ 4 जना 1 जना गाडी around 3 hours. Around 3 hours. So what? 5:30? ठाउँ चाहिँ पल्यो गाइस फाइनल्ली हामी अहिले टिन ट्यान्जल क्यासल आइपुगेको छौँ अहिले चाहिँ हामी टिन ट्यान्जल क्यासलको हाई स्ट्रिटमा छौँ यहाँ एउटा पब छ यहाँनिर पोस्ट अफिस एकदम पुरानो
यो चाहिँ यहाँको हाई स्ट्रिट हो। यहाँ रहेछ इन्टरनल ओल्ड पोस्ट अफिस, पुरानो पोस्ट अफिस यस्तो छ। लास्ट पुरानो एकदमै सानो। मान्छेहरू त पुरा रोडमै बसेर खाइरहेको छ फिस एन्ड चिप्स। लस यहाँ फेमस रहेछ, मान्छेहरू त पुरा रोडमै बसेर खाइदिइरहेको छ मस्त। देखाउनु त मिल्दैन। अब मेन ठाउँ चाहिँ पहिला पसल ससल रहेछ यहाँ। ससलमा ए त्यहीँ गएको भए हुन्थ्यो नि त नि, हामी अहिले त्यहीँ पसेर आएको। जाडो भयो घन्टी यहाँको मेन स्टफहरू। अब चाहिँ हामीले टिकट किनिसकेका छौँ। यो चाहिँ म्याप हो, सब छ यहाँ कता कता जाने के गर्ने। मेन चाहिँ यही हो, यो ब्रिज हो मेन। अनि त्यसै त्यहाँ क्यास्टलहरू यस्तो दामी फुल फुलेको छ कि यहाँ चाहिँ हाम्रो फुलबारीमा एउटा सुन्दर सुन्दर पुतली र भमरा डुलिराख्नु भएको छ। अघि अघि पुतली उडिरहेको छ अघि अघि। जोडीहरू यो मेरो झर कालीमा माथि माथि चाहँदैन, माथि जाउँ। अनि हामी चाहिँ छौँ यता। अब जाडो छ, हावा चलेको छैन, चलेन भने चाहिँ फेरि न्यानै हुन्छ। नत्र त अब यो सिस्नु पनि देखाइदिउँ, हालौँ न। यो चाहिँ सिस्नु फेरि यस्तो खतरा छ कि मलाई त्यो अघि हामी सानो बाटोहरू ल्यायो नि, त्यसले कस्तो हलुङ्गा गए जस्तै लागेको। ब्रिज हो यो चाहिँ, ठुलुङ्गीको लागि मात्रै हो यो चाहिँ। केटाकेटीको लागि त्यही भएर ल हिँड, तिमीलाई केही गर्नु छ तिम्रो रिल्सको लागि हामी फालिदिउँ। हिँड 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 यता फर्क। अब अलिकति हेर, हिँड फेरि कुदा एकछिन। यहाँ छौँ अनि क्यासल जाने भने चाहिँ क्यासल ऊ त्यहाँ ब्रिज रहेछ जाँदाखेरि चाहिँ हामी त्यो तल्लो जाने ठाउँमा जाउँ न। हामी यस्तो गरौँ, हामी अहिले माथिबाट जाउँ, यता यता घुमौँ अनि ब्रिज जाउँ, यता यता घुमौँ अनि फर्किँदाखेरि चाहिँ तलबाट फर्क्यौँ है त। यस्तो सही छ कि ठाउँ, फेरि भ्यू पनि यस्तो सही आइरहेको छ, दामी छ है जम्मी। यसो रमाइलो, यहाँ बिचमा ग्याप, त्यसपछि माथि दुईवटा डाँडा, यहाँनिर कुना रहेछ केभहरू। यतापट्टिको भ्यू चाहिँ यस्तो छ, सही भ्यू छ है। यस्तो ढुङ्गाकै पो रहेछ यार यो त सब है। म त बनाएको तर होइन, यो त बनाएको जस्तो छ यार। किन भत्किसकेको छ यार हल्का, त माथि पनि छ कसै यहाँ तर अझै के बनाइरहेको छ। ब्रिज यहाँको मेन ब्रिज। यार कसम डर लाग्छ है। यस्तो खतरा चलिरहेको यहाँबाट तल चाहिँ फेरि खतरा छ, हिँड्ने बाटो पनि रहेछ तल। यो म्यानमेडै हो नि होइन सब,
यतिकै ढुङ्गा त होइन होला यो उहिले वार पर्दाखेरि लुकेर हान्ने ठाउँ बनाएको होला त्यही त होला नि डाँडा डाँडामा यहाँको उनी हो नि त राइट त्यहाँ तल झरना पनि रहेछ एउटा त्यो बवाल ठाउँ यस्तो केभ छ क्यासल तर अनि खोइ त यिनीहरूले बनाएको यो घरहरू त छैन त नि कस्तो सही छ है भ्यू चाहिँ गाइस नो इन्ट्री धरि ढुङ्गामा लेख्थेको छ जम्मा पोस कस्तो मजा आएको उताबाट एक्जिट मात्रै होला उता माथि आएर यताबाट घुमेर आउने अनि यताबाट एक्जिट फुलहरू यस्तो दामी दामी देखेछ है यहाँ होला यो घरहरू यस्तोमा बनाएको थियो होला यहीँ यो अहिले ठ्याक्क ठ्याक्कै यहाँ सानो सानो पारेको छ भत्केर अनि यो चाहिँ ढुङ्गा मात्रै रहेको होला अब तलतिर जाऊँ हामी चाहिँ यस्तो भिरको टुप्पामा आएको छौँ यहाँबाट लडियो भने चाहिँ खतम टाटा पाइ पाइ हुन्छ गाइस यहाँ चाहिँ फोटोको लागि आएको फोटो सुट भिरपाखा चढेर अब चाहिँ निस्क्यो तिर जानलाई पाइन्छ पाइन्छ आऊ न आऊ होइन इफ मान्छे छैन भने चाहिँ पाइयो भन्ने कुरा गरेको त के पिर गरेको छौ तिमीहरू एकै टेकमा राम्रो आयो भइगयो त नि तिमीहरू किन चाहियो डबल टेक हो भन्ने यस्तो ढुङ्गा चाहिँ यो लडी झऱ्यो भने के हुन्छ यहाँ अहिले कस्तो खालको चाहिँ ठाउँ रहेछ है यो यस्तो एकदम अनबिलिभेबल हामीलाई त यो त सोचै आउँदैन यस्तो हुन्छ भनेर त्यो कुरा त कसरी सोच हुन्छ हामीलाई क्या अचम्म के अचम्म यो चाहिँ खुल्ला आँखाले जस्तो देखिँदैन र मात्रै हो मात्र यो ठाउँ यहाँबाटको भ्यू आमामा एकदमै खतरा एकदम मजा यो खासा क्यासल रहेछ तर क्यासलहरू चाहिँ धेरै पुरानो भएर सब भत्किएको छ सब भत्किएकोले गर्दाखेरि चाहिँ बेस मात्रै छ मुनिको के भन्छ त्यसलाई मुनि लगाएर आउनु होला तिमीले नै के काम तर यहाँ चाहिँ आउँदाखेरि आफ्नो कार हो भने चाहिँ एकदम राम्रो कार भएन भने चाहिँ अलिक माग्दैन रहेछ ट्याक्सीहरू अनि पब्लिक ट्रान्सपोर्टेसन पनि अलिक पाउनु गाह्रो छ यहाँ चाहिँ सानो सानो घरको जगहरू छ यहाँ चाहिँ आजभन्दा धेरै यहाँ छ एउटा म्याप त यहाँनिर चाहिँ उहिले मान्छेहरू घर बनाएर बसेको थियो रहेछ होइन भनेपछि सब अनि रोमनले रुल गरेर चाहिँ सब ट्याक्सम्याच पारिदिएछ सब रुल गरेको रहेछ त्यही ल दिइराखौँ न अलिअलि सम्बन्ध यो त माथिको त हावैले उडाएर लगेको होला मजाले रहेछ
समुद्र यार आँखैले नभएको समुद्र ध्रुवहरू त सबै उठेको छ हावाले गर्नु मात्र लास्टको छ यार कसो यार चोला उडाएर पारिसक्यो यहाँ त अन्डरग्राउन्ड पो छ त बाटो हो यार ओ हिँड्ने बाटो छ क्या ठ्याक्क माथि निस्किनु यहाँ ऊ बनाएकै रहेछ नि काटेर ढुङ्गा हेर्दा थाहा हुन्छ सही रहेछ यार सही रहेछ सही बनाएकै जस्तो छ यो त तर यार अब जाने ओ यार यहाँको भ्यू look at this place यार मार भाइ यहाँ माथि जाउँ न त केही छैन त्यसै हेर्नु केही छैन ओ के को केही नहुने तिमीहरू मिस गर्यो आज जान्छ ठुलोनीले 50% मोनेटाइज भएको पैसा लिन्छु भनेको छ फेरि कसरी पो तिर्नु हो कसले गनिदिन्छ त आज पैसा गर्न नपाएको त थुप्रै भयो यार यहाँ त नम्बर मात्रै देखिन्छ ब्याङ्कमा पैसा त नोट त छुनु नपाएको थुप्रै भइसक्यो अलि एक बिटा जति गर्नु पर्थ्यो रोनीसँग कति छ अलिअलि यसो गनिराख्नु त अहिलेलाई ठिक छ आजलाई अब अहिलेलाई यति नै अब चाहिँ यहाँबाट एक्जिट यो डोर चाहिँ मेन हो यहाँको एकदम फेमस डोर हो तँ जानी छ कि जम गाइस तर यो बिस्तारै बिस्तारै यो
सकिँदै गएको रहेछ नि त होइन पहिला त यत्रो माथि थियो रहेछ नि त बिस्तारै बिस्तारै घट्दै 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 यो पुल त तर त्यो पुल त अहिले यिनीहरूको यो रेनोभेसनले गर्दा कस्तो राम्रै नदेखियो क्या ए भिडियो त अखा आइरहेको छ कस्तो छ यो आऊ न तिमी आउँदैछौ मेरो हाल्ने लु कस्तो बनाउँदै रहेछ यस्तो छ कि सिडी पनि है ढुङ्गा हो सब कुदेर बनाएको रहेछ यस्तो खतरानाक छ स्वर्ग आइपुग्यो गाइस यस वी डिड इट लाग्छ चाहिँ धेरै हिँडेर उकालो ओह्रालो हो नि त त्यही भएर पुल चाहिँ यहाँ माथि हो हामी चाहिँ अब यो पुलको मुनि आइपुगेको छौँ अहिले चाहिँ अब हामी जाँदैछौँ त्यहाँनिर ऊ त्यहाँ राम्रो आउँछ यतापट्टि अब राम्रो आउँछ क्याफे नै हुन्छ यो पहिला अलिक माथि थियो रहेछ क्या यो पहाड यस्तो जोडिएकै घट्दै 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 गएको क्या त्यस्तै लाग्यो यहाँ हेर न यो बाटो त यहीँ छ यो अहिले यत्रो छुटिसकेको छ नि यो बाटै हो नि त्यो फोटोमा थियो क्या माथि नै थियो क्या यो पुलै थिएन नि त त्यो फोटोमा अनि यो चाहिँ पुरा घट्दै अहिले यसरी नै त होला यो हावाले उडाउँदै अलिअलि पानीले पनि यस्तो यस्तो गर्दै दादा रे दादा यस्तो खतरा आइरहेको छ कि यो मलाई पनि हेर्नुहोस् यस्तो छ यहाँ चाहिँ यता वारी यहाँ चाहिँ अलिकति मात्रै जोडेको छ यहाँबाट फेरि पारी यस्तो चाहिँ हामी यहाँबाट इन्टरनेटका सभा निस्किन लागिरहेको छ एकदम भ्यू चाहिँ यस्तो छ कि यो ढुङ्गा झर्छ भनेर होला यहाँ पुरै छेकेर राखेको छ तार जाली लगाएर है ऊ यहीँ माथि देखेनौ यहाँ सही है एकदम अब यहाँ मुनि चाहिँ बिच छ तर यो बिच चाहिँ खासै राम्रो छैन यो छल यहाँ आउने सपना पुरा भयो वेदर पनि ठिकै भयो अलिअलि हावा त यो त आज पनि चलिहाल्छ हावा नचल्दा त न्यानै छ सजिलै अब हाम्रो यहाँ खाजा खाने उता बस्नु न त्यहाँ त एउटा मात्रै छ त पेन्ट त्यहाँ एउटा मात्रै छ नि त अब हामी यहाँ खाजा खाने त्यसपछि खाजा खाने अनि त्यसपछि जाने हो अब यहाँ के पाइन्छ चाहिँ सफ्ट ड्रिङ्क्स यहाँ पाउँछ पाउँदैन कास्ट्रिज ट्राई गर्न लागेको छौँ हामी कफी खाने आइसक्रिममा हाल्यो चक्लेट खाने यो ट्रेन चाहिँ हामी जान लागिरहेको ट्रेन हो